घरको एलजीको वासिङ मेसिन सफा गर्नुपर्दा सधैँ यो बुकलेट चाहिराख्ने यो म्यानुअल। त्यसकारण अब यो म्यानुअल कहिले कता परिराख्ने, त्यसकारण यो भिडियो बनाएर राखेको, ताकि चाहिँ वासिङ मेसिन सफा गर्दाखेरि सजिलो होस् भनेर म्यानुअल खोजिराख्नु नपरोस् भनेर। एलजी वासिङ मेसिनमा आफ्नै एउटा प्रोग्राम हुन्छ टप क्लिन भन्ने, जसले चाहिँ मेसिनभित्रको फोहोर चाहिँ त्यो मेसिनले आफै सफा गर्दछ। यिनीहरू हाम्रो लागि चाहिने सामग्रीहरू भए होइन, बेकिङ सोडा, लेमन, अरू सामग्रीहरू, वासिङ पाउडरहरू। सुरुमा हामीले चाहिँ बेकिङ सोडा मजाले राख्ने है, एक प्याकेट 2 प्याकेटसम्म राख्न सकिन्छ। त्यसपछि थोरै वासिङ पाउडर चाहिँ धेरै राख्नु हुन, फिस धेरै आउँछ है। त्यसपछि चाहिँ हामी चाहिँ लेमन जुस अथवा कागतीको रस अथवा थोरै हर्पिक पनि राख्न सकिन्छ होइन, यसले एसिड काम गर्दछ। त्यसपछि हामीले यसलाई चाहिँ ढोका लगाइदिने होइन, ढोका लगाइदिएपछि अनि त्यसपछि चाहिँ हामी चाहिँ मेन स्विच अन गर्ने होइन। मेन स्विच अन गऱ्यो हामीले, अन गरेपछि अनि त्यसपछि त्यहाँ चाहिँ रेन्ज भन्ने अप्सन हुन्छ त्यहाँ होइन। रेन्ज भन्ने ठाउँ अचेट्यो भने लामो समयसम्म अचेट्यो भने TCL भन्ने अप्सन आउँछ। त्यसपछि फेरि एकचोटि फेरि त्यही पावर बटनमा गएर स्टार्ट गरिदिएपछि अब चाहिँ स्टार्ट हुन्छ। त्यसपछि भित्रको सबै भएभरको कति महिनासम्म जमेको फोहोरहरू वासिङ मेसिनले आफै फाल्छ र आफै बन्द हुन्छ। यो लगभग यहाँ चाहिँ लास्टमा चाहिँ यसले देखाउँछ कति समयसम्म लाग्छ, कति समय लाग्छ यसलाई चाहिँ त्यो सफा गर्नलाई, अनि त्यति समयसम्म हामीले चाहिँ कुर्दा हुन्छ। अब यो मेसिनमा चाहिँ लगभग चाहिँ 1 घन्टा जति लाग्छ होइन, अनि धारा पनि ओपन गरिदिनु पर्छ है। र यो एलजी मेसिनको चाहिँ सफा गर्ने तरिका भयो। यो सधैँ चाहिराख्ने हुँदा चाहिँ होइन, सफा गर्ने टाइममा चाहिँ कता म्यानुअल खोज्न जाने भनेर चाहिँ एकचोटि भिडियो बनाएर राखिदिएपछि हेर्दै सफा गर भनेर खालि बिर्सिने मात्र है। त्यसैले